ए ड्राइभर ह्यान्डी भाइ गाडी लोड माथि चाहिँ इकडे आज चाहिँ फाइनली कटिङ पुरा भएको छ 4 हप्ताको बिचमा यतिको झन्डै यहाँ परदेखिको चाहिँ काटिँदै यत्रो आइपुगेको छ हैन झन्डै लगभग यो चाहिँ तपाईहरुको हिसाब गरे भने चाहिँ झन्डै 100 फुट जस्तो 100 फुट त छैन होला 70 80 फुट चाहिँ होला 70 80 फुट होला 70 80 होला झन्डै हैन कटिङ 4 हप्तामा चाहिँ काटी 4 हप्ता के 3 हप्ता भनौं न 3 हप्ताको आज 4 हप्ताको चाहिँ पहिलो दिन हो आज यतिको कटिङ भइसकेको छ यहाँ आज चाहिँ अहिले फिनिशिङ हुनेवाला छ यहाँ हाम्रो डोजर अर्थात् कि हाम्रो यो जेकेम्बर चलाउने ड्रिलिङ मेसिन यतै ड्रिलिङ मेसिन हो जेसीबी भन्दा नि भयो यता छ हाम्रो यता चाहिँ के भन्छ डोजर कि के अरे त्यो तान्ने खरेक्टा तान्ने डोजर उता छ उ पर ड्राइभर हो त्यो सेतो लुगा लाउने चाहिँ ड्राइभर यता ह्यान्डी भाइ अर्थात् ह्यान्डी भाइ साथै लोडिङ पनि अन्त प्लस यहाँ म सुकेनासको कन्भर्सन हेरौँ होला लोदर लाग्छ हजुरलाई म लोडिङमै छु भइरहेछ कामहरु धमाधम अहिले चाहिँ जसरी पनि फिनिशिङ हान्ने हो भनेको भने सक्ने नै भयो अब ल यति देखाउँदै आजलाई भिडियो समाप्त।